Hello everyone, so welcome back to my YouTube channel हैन। अन्त आज चाहिँ म चाहिँ घर आइरहेको छु। मेरो घर चाहिँ तुरुक साउथ सिक्किम हो, तुरुक नाम्ची साउथ सिक्किम। अन्त चाहिँ म चाहिँ तुरुक आइरहेको छु र मेरो घरमा चाहिँ एउटा लाइक फंक्सन हुनु आँटेको छ हैन। त्यो फंक्सन चाहिँ के हो भन्दाखेरि चाहिँ माई सिस्टर्स वेडिङ। मेरो एल्डर सिस्टर, मेरो चाहिँ एकजना मात्रै दिदी छ। अन्त उहाँको चाहिँ बिहा हुनु आँटेको छ र मैले चाहिँ नि डिसाइड गरेको छु कि उहाँको चाहिँ म चाहिँ उयो बनाउँछु भनेर, वेडिङ सिरिज बनाउँछु। माई सिस्टर्स वेडिङ भन्ने चाहिँ सिरिज बनाउँछु हैन। त्यसको चाहिँ एपिसोड हुन्छ, त्यसको कति एपिसोड हुन्छ मलाई याद छैन हैन। लेट्स सी कति एपिसोड हुन्छ। र आज चाहिँ नि मेरो सिस्टरको चाहिँ सोधनी छ। अन्त म चाहिँ हिजो आएको नाम्चीबाट घर, अनि म चाहिँ घर सफा गर्दैछु। सो स्टे ट्युन्ड, हेर्दै जानुहोस् म के गर्छु दिनभरि। र आज सोधनी आउँछ, त्यो सोधनी आएको पनि देखाउँछु तपाईहरुलाई। ओके, बाई बाई गाइस। म चाहिँ यहाँनिर अन्त चाहिँ घर सफा गर्दै थिएँ हैन। अन्त यहाँनिर चाहिँ अब गाउँ बस्तीमा कस्तो हुन्छ तपाईहरुलाई देखाउँछु। मेरो नाना छ यहाँनिर। आखे हेलो भन्नु त। हेलो भन्नु न, यस्तो हेलो भन्नु न हातले। हेलो। यहाँनिर मेरो मम पनि छ। भनिदिनु त फुपू तपाईँ पनि। देखाउनु भन्नु हातले। अहिले चाहिँ म चाहिँ बसिरहेको छु एकदम पुरा थाकेर, किनकि मेरो मम ड्याड सबैजना थाक्नु भइरहेछ, किनकि दिनभरि काम गरे हैन। अन्त काम गरे चाहिँ थाकिरहेछ। अन्त चाहिँ सोधनीको लागि आउने मान्छेहरू चाहिँ आउनु हुँदैछ अरे। अन्त मेरो आबेन आमेन अनि पास्टर अङ्कलहरू चाहिँ आइसक्नु भएको छ हैन, बाहिर बसिरहनु भएको छ। अन्त चाहिँ उहाँहरू आएर देखाउँछु तपाईहरुलाई। र उहाँहरू आएर के बात हुन्छ त्यो त देखाउन सक्दिनँ होला लाइक, तर पनि अब सानो क्लिप चाहिँ हाल्छु हैन। अन्त हेर्दै जानुहोस्, स्टे ट्युन्ड, बाई बाई। यहाँनिर चाहिँ छ अघि जोत्दै गरेको गोरु हो, यहाँ आखे। अन्त यो चाहिँ गाई हो, यो गाईले चाहिँ दुध दिन्छ बित्था भएर। अन्त यहाँनिर सुँगुर पनि छ। हजुर यहाँ सुँगुर पनि छ। यो चाहिँ आखे र मामले हेर्नु भएको सुँगुर हैन। उयो छ ल बोरामाथि फोन। यहाँनिर चाहिँ ब्राइट टुबीको अनुहार चाहिँ एकदम ग्लो गर्दैछ हैन। अन्त त्यहाँदेखि चाहिँ यहाँनिर चाहिँ छ गाई। यो चाहिँ आपा र आमाको गाई हो। आपा र आमाकै त भन्नु पर्यो होला नि। यहाँनिर चाहिँ छ सुँगुर, यो पनि आपा र आमाको सुँगुर हो हैन। अन्त यहाँनिर चाहिँ पुरा बेसी कुखुराहरू छ। आखे बाख्रा छ कि चढाउनु लग्यो। यहाँनिर चाहिँ कुखुरा हो। यहाँनिर चाहिँ एउटा चाहिँ आखे मामको हो, एउटा चाहिँ हाम्रो हो। कुन हो हाम्रो त्यो चाहिँ याद छैन। बाख्रा गएछ त चढाउनु। बाख्राको खोर चाहिँ यहाँनिर छ हैन। तर बाख्राहरू चाहिँ रहेन रहेछ, किनकि बाख्राहरू चाहिँ चढाउनु लगिरहेको रहेछ। मेरो आपा यहाँ छ। आपा हेलो भन्नु। हेलो आमा। हेलो आमा। गाई चाहिँ त्यो होइन रहेछ, त्यो चाहिँ थाहा भएन गाई हो कि गोरु हो। गाई चाहिँ यहाँ रहेछ। यो गाईले चाहिँ अस्ति भर्खर ब्याएको हो, अक्टोबरमा है। अन्त यसको बच्चा पनि छ। यसको बच्चा चाहिँ यहाँ छ, कस्तो सानो छ। अस्ति भर्खर ब्याएको हो नि त। यो चाहिँ यहाँ ठिकै छ, अस्ति भर्खर ब्याएको हो। यो चाहिँ सानो बढे छ। बिल्लीहरू चाहिँ यस्तो छ है हाम्रो घरमा। यो चाहिँ मेरो भाइ हो। यो चाहिँ मेरो आमा आप्पाको चाहिँ सेकेन्ड सन। यो छैन भने चाहिँ आमा आप्पाको जिन्दगी छैन है भाइ। ओइ हेलो भन्। हेलो। यो चाहिँ पुरा ठुलो पनि छ। पुरा ठुलो छ। यो चाहिँ भाइ हो। यो चाहिँ भाइ चाहिँ यस्तो छ है। पुरा काखमा सुत्नु थाल्यो अब भाइ चाहिँ। हेलो भन्नु दादा। अब चाहिँ स्टार्ट भयो सबै कुरो। यहाँनिर चाहिँ अब चाहिँ हाम्रो पास्टर अङ्कलले स्टार्ट गर्नुहुँदैछ।
हजुर हजुर अङ्कल तिमीले यसलाई चाहिँ छुएर चाहिँ राजी हो भन्ने कुरालाई प्रमाण हुन्छ तिमीले छुइदिनु पर्यो सगुनलाई चाहिँ छुइदिनु पर्यो पालै पालो सबैलाई छुइदिनु पर्यो सबैलाई पक्का छोरी राजी रहेछ भन्ने कुरा हामी सुन्यौँ हुन्छ बस्नुहोस् न म पनि है अब अरूको घरबाट आएकै हो होइन बढेको छोरी चाहिँ अब सधैँभरि आफूले राखेर पनि हुँदैन अब तपाईँहरू आउनुभएछ है धन्यवाद दिन्दछु अनि अब उनीहरू अब राजी खुसी भएको छ भने है अब आमाबाउको त के भन्नु छ र अब उनीहरू राम्रो गरिपाओस् छैन त्यही नै हो सबैभन्दा ठुलो कुरा अब मान्छेले उहिलेको उखान भन्छ है छोरी चेली मुख कोसीले होइन हात कोसीले भन्छ है मेरो छोरी अब यही छ हात कोसीले लिएर आउन सकेको होस् है तपाईँहरूले अब उहाँको हुनेवाला हस्बेन्डलाई अब आमाबाउले यसरी भन्दै थियो भनेर भनिदिनुहोस् रितमा एउटै कुरो लिन्छु खसी ल्याउनुहोस् एउटा होइन खसी चाहिँ तर ठुलो चाहिएन एकदम अब 12 केजीको सामान ल्याउनुहोस् त्यति नै रितमा चाहिँ त्यही अरू कुरा अब तपाईँहरूले जान्नै भएको छ अनि ढोकाउने चाहिँ एकदम डह्रो हुनुपर्छ होइन त्यो म फोनमै भन्नेछु यो चाहिँ सोधनीमा आउनेहरूले उहाँहरूले ल्याउनु भएको जुस यो चाहिँ के हो यो के होला है यो थाहा भएन के हो यो अहिले यो चाहिँ म अनबक्सिङ गरेर देखाउँछु ल तपाईँलाई मलाई याद छैन यो के हो ए नभन्नु अरे झन् त्यत्रो यो मिठाई पर पानी एकछिन खोल्नु त एउटा खोल्नु त खोल्छु यहाँ चाहिँ फुल बक्स अफ म त रस्ता नै सम्झेको थिएँ नि अब आउँदा चाहिँ सेतो रस्ता नै अहिले नभने यहाँनिर चाहिँ खानाहरू खाइसक्नु भएर सोधनीमा लिएको चाहिँ चाख्नुपर्छ अरे रितहरू अन्त त्यो चाख्नुपर्छ अब चाहिँ उहाँहरू जानुभयो हुन्छ बहिनी ल हुन्छ 17 तारिक भेटौँ 17 तारिक भेटौँ 18 मा भेटौँ है भेटौँ ल हुन्छ हुन्छ बाई बाई उहाँहरू जानुभयो हुन्छ अब चाहिँ सक्यो आजको प्रोग्राम आर यु ह्याप्पी ठिकैको ह्याप्पी होइन अब चाहिँ यो चाहिँ एपिसोड 1 हुन्छ माई सिस्टर्स वेडिङको अन्त अब एपिसोडहरू चाहिँ भक्कु आउनेछ किनकि सपिङहरू पनि हुन्छ होला त्यो सपिङहरूको पनि म सिरिजमै एड गर्नेछु एपिसोडमा होइन अन्त ब्राइड टु बी चाहिँ यहाँ छ है आजको अब हुने आँटेको ब्राइड टु बी चाहिँ यहाँ हो अन्त ब्राइड टु बीको आमा पापा चाहिँ एकदम बिजी हुनुहुन्छ अन्त म चाहिँ यहाँ छु सो बाई बाई थ्याङ्क यू सो मच फर वाचिङ माई भ्लग टिल द एन्ड होइन अन्त अब लाइक एकदम रात पऱ्यो आज चाहिँ अन्त अब विन्टरमा छिटै रात पर्छ त्यही कारण चाहिँ अब नेक्स्ट टाइम भेटौँ बाई बाई